एक्लै हुनु भनेको कमजोर हुनु होइन। कहिलेकाहीँ एक्लै बस्नु आफैलाई बुझ्ने, आफ्ना भावना र सोचलाई चिन्ने राम्रो अवसर पनि हो। भिडबाट टाढा हुँदा हामी आफ्नो भित्री आवाज सुन्न सक्छौँ, जसले जीवनको दिशा स्पष्ट बनाउँछ। एक्लै हुँदा गर्न सकिने कुराहरू के हुन् त? आफ्ना लक्ष्य र सपनाबारे सोच्ने, किताब पढ्ने, लेख्ने अथवा नयाँ कुरा सिक्ने, ध्यान गर्ने वा शान्त सङ्गीत सुन्ने, आफूलाई मनपर्ने कामहरू जस्तै हिँडडुल, कलाकृति, व्यायाम गर्ने। एक्लै हुनुका मुख्य 5 फाइदाहरू। आत्मचिन्तन बढ्छ। एक्लै हुँदा हामी आफ्ना कमजोरी, शक्ति र चाहनाहरू बुझ्न थाल्छौँ। यसले आत्मविश्वास बढाउँछ। मानसिक शान्ति मिल्छ। भिड र हल्लाबाट टाढा हुँदा मन हलुका हुन्छ, तनाव कम हुन्छ र सोच स्पष्ट हुन्छ। त्यसैगरी निर्णय क्षमता बलियो हुन्छ। अरूको प्रभाव बिना आफ्नै सोचमा निर्णय लिन सकिन्छ, जसले जीवनमा सही बाटो रोज्न मद्दत गर्दछ। सृजनशीलता बढ्छ। एक्लै हुँदा नयाँ विचार आउँछन्। लेखन, चित्रकला, सङ्गीत जस्ता सृजनात्मक काममा रुचि बढ्छ। त्यसैगरी आत्मनिर्भर बन्न सहयोग गर्दछ। एक्लै समय बिताउँदा आफ्नै काम आफै गर्न सकिन्छ, जसले जीवनलाई बलियो बनाउँछ। एक्लो हुनु डरलाग्दो अवस्था होइन, यो त आफूलाई चिन्ने र बलियो बन्ने अवसर हो। सही तरिकाले एक्लोपनलाई प्रयोग गर्न सकेमा यही समय जीवनको सबैभन्दा उपयोगी समय बन्न सक्छ।